हाम्रो टोली ल के भन्नु छ अरे हामी चाहिँ शिवपुरी नेसनल पार्कमा जाँदैछौँ होइन रमाइलो फिल गरेर तर थकाइ चाहिँ अहिले लागिसक्यो ल गाइज हाम्रो चाहिँ ट्रेकिङ सुरु हुँदैछ है त्यहाँ शिवपुरी पिक जाने प्लान छ आज हाम्रो हाइक चाहिँ हो त्यहाँबाट सुरु हुन्छ नि फाइनली बुढा निकोना मन्दिर गेटमा आइपुग्यो होइन उता चाहिँ कृष्ण मन्दिर जान्छ यहाँ चाहिँ बुढा निकोना मन्दिर नारायण थान नलाउने भाइले परिसक्यो क्या पानी है ल पानी परिसक्यो क्या माथि हामी बल्ल बुढा निकण्ड मन्दिरबाट हिँड्दैछ भने पानी परिसक्यो जस्तो छ माथि चाहिँ हामी त्यो पिकमा जाने हो है हाम्रो टोली ल के भन्नु छ अरे हामी चाहिँ शिवपुरी नेसनल पार्कमा जाँदैछौँ होइन रमाइलो फिल गरेर तर थकाइ चाहिँ अहिले लागिसक्यो जाँदा के होला हामी होइन अस्ति शुक्रबार चाहिँ यहाँ शिवपुरी नेसनल पार्कमा आउने भन्ने शुक्रबारको प्लान थियो होइन धेरै पहिलादेखि उहाँकै चाहिँ प्लान हो अनि शुक्रबार चाहिँ अलिक मिलेन फेरि आज शनिबार चाहिँ आयौँ होइन तर आइसक्यो यस्तो बबाल रमाइलो भएर तर थकाइ चाहिँ लाग्ने जस्तो छ होइन साइडमा को धेरै मान्छेहरू आउनुभएको छ उहाँहरूसँग पनि इन्ट्रोड्युस गरौँ न हेलो के छ माथितिर कस्तो छ बहिनी ल जस्तो हामी भर्खर बिगिनिङ फेजमा छौँ होइन शिवपुरीको अब हाइकिङमा चाहिँ तर राजाले यार जस्तै गाह्रो होला जस्तो छ नि पेट बढिरहेको छ यहाँ होइन यसकै लागि चाहिँ अलिकति यहाँ धेरै मोमो खाने बानी छ क्या त्यो पनि कोटेश्वरको फेरि राम्रो जाँदो रहेछ बोसो सहितको फेरि रहितको होइन सहितको ल यहाँ त खोप्रा छ यार आमामा यतै जाने हो यता भर्याङबाट यताबाट छोटो पर्छ अरे कि 4.5 घन्टा अरे ए धापड्याम पनि पुग्छ है हिँड्दै त 6 घन्टा अरे गाडीमा 4 घन्टा सुन्दरीजल 4 घन्टा हिँडेर ट्रेकिङ र टुरिज्म सेक्टरमा तपाईँको राम्रो स्कोप छ भन्ने सुन्नमा आउँछ त्यो भएर हाम्रो यहाँ ल्याएको होला होइन होइन अब हाम्रो चाहिँ नि के छ त हाम्रो कन्ट्रीमा चाहिँ सबभन्दा चाहिँ स्कोप त्यस्तो छ त अल्टरनेटिभ केही अप्सनहरू पनि यस्तै त हो नि यो चाहिँ के गतिविधि भइरहेको छ के गर्न खोजिरहेको छ एउटा चाहिँ के अरे पुजारीले भक्तजनलाई चाहिँ हामी चाहिँ झर्नाबाट फर्किँदै होइन हामी चाहिँ शिवपुरी पिकमा जाँदैछौँ होला जङ्गलको भ्यू ल हामी चाहिँ अहिले अब शिवपुरी नेसनल पार्कको प्रवेशद्वारबाट करिब चाहिँ नि 1 किलोमिटर चाहिँ हिँडिसकेको छौँ हामी होइन। हजुर। अनि यो अब
इन्ट्री गर्दाखेरि चाहिँ नि कस्तो लाग्यो फर्स्टमा चाहिँ तपाईँलाई चाहिँ नि फिल कस्तो भाइब्स आयो तपाईँको मनमा चाहिँ नि कस्तो त्यो बाहिरको र यहाँ भित्रको चाहिँ नि कम्पेरिजन गर्दाखेरि चाहिँ नि होइन यो जब हामी त्यो नेसनल पार्कभित्र इन्ट्री गऱ्यौँ नि इन्ट्री गरिसकेपछि अलिकति 200-300 मिटर अलिक माथितिर हिँड्दाखेरि जुन त्यो वाइल्ड स्पेस थियो क्या त्यो देख्दाखेरि मलाई कस्तो अर्कै किसिमको त्यो आनन्द फिल भएको थियो होइन त्यो सँगसँगै यो त्यस्तो वाइल्ड स्टेपहरू धेरै रहेछ यहाँ चाहिँ बिचमा बिचमा फेरि त्यो स्टेपहरू आइरहेछ होइन अब तपाईँले अघि भन्नुभएको थियो नि त नेचरसँग सायद यो संसारको कुनै पनि वस्तु मूल्यसँग तुलना गर्न मिल्दैन होला कि यस्तो यो त्यो तपाईँको एक्सप्लेनै गर्न सकिन्न कि यो शब्दबाट भन्ने ठाउँै छैन जस्ट इमेजिनेसन गर्ने जस्ट फिल गर्ने होइन नेचर इज 100% ओरिजिनल हो एकदम एकदम कसैले केही कपी गर्न सकिँदैन त्यस्तो लाग्छ मलाई चाहिँ तर फिल पनि भयो नि त लाग्ने भन्दा अनुभवै भएको कुरा हो नि त क्षितिजीको चाहिँ नि भनाइ के छ त्यसको चाहिँ एक्सपिरियन्स सुनाइदिनुहोस् यसो रमाइलो छ फेरि अर्को झर्ना आइपुग्यो हामी जाऊँ न यहाँ झन् ठुलो रहेछ क्या